हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज म तपाईँलाई एउटा जानकारी लिएर आएको छु है। तपाईँहरूले हाम्रो नर्सरीहरूमा 400-500 रुपियाँमा एउटा अनार बेच्छ। अनारलाई केही गर्नु पर्दैन साथीहरू। तपाईँहरूले आफ्नो गाउँ ठाउँमा आफ्नो घर छिमेकीको घरमा अनारको बोट छ भने मात्र एउटा हाँगा लिएर आउनुहोस् है। मैले जसरी एउटा हाँगा लिएर आउनुहोस् र हाँगालाई अनारको हाँगालाई त्यो फङ्गसले अट्याक नगरोस् भनेर एलोभेरामा मजाले त्यो माटो गर्नुभन्दा 2 इन्च माथिसम्म एलोभेरा दल्नुहोस्। त्यो डाँठमा एलोभेरा दलिसकेपछि एलोभेरा लगाएपछि मजाले माटोमा कम्तीमा पनि 4 अमल गाडेर यसरी राख्नुहोस् र माथिबाट पानी हाल्नुहोस् र यसलाई घाममा नराख्नुहोस्। यसलाई शीतलमा ओसिलो ठाउँमा प्रकाश पर्ने ठाउँमा है, उज्यालो आउने ठाउँमा राख्नुहोस्। 1 महिनापछि आफै कलिलो मुनाहरू पलाएर आउँछ। एकदमै राम्रो हुन्छ साथीहरू। तपाईँहरूले पनि यसरी बनाएर अनारको ब्रान्च बनाएर आफ्नो घर अगाडि सारेर खान सक्नुहुन्छ। यसरी नै हामीले सस्तो तरिकाले अनारको बिरुवा बनाउन सकिन्छ साथीहरू। ल हेर्नुहोस्, मैले चाहिँ यो बनाएको आज 1 हप्ता भयो। यहाँ पलाउन लागिसकेको छ, एकदम राम्रो छ है। डाँठहरू पनि एकदम राम्रो छ। यसरी हामीले घरमै 500-600 रुपियाँ नर्सरीमा पर्ने अनारको बिरुवा बनाउन सकिन्छ साथीहरू।